धेरैजना साथीहरूले मलाई होममेड डोनटको रेसिपी पनि शेयर गर्नु न भनेर भन्नुभएको थियो। सो आज मैले हजुरहरूको लागि घरमै सजिलो तरिकाले बनाउन सकिने डोनटको रेसिपी शेयर गर्न जाँदैछु। यसमा चाहिँ मैले डोनट बनाउने सबै स्टेप्सहरू सजिलै तरिकाले शेयर गरेको हुनाले भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेरिदिनु भयो भने हजुरहरूले पनि सजिलो तरिकाले डोनट बनाउन सक्नुहुन्छ है त। सुरुमा त एउटा मिक्सिङ बोलमा 200 ml जति मनतातो पानीलाई राखिदिनु होला। त्यसैगरी 2 चम्चा आइसिङ सुगरलाई राखेर पनि मजाले घोल्दिनु होला। हजुरहरूले आइसिङ सुगरको ठाउँमा चिनीलाई मजाले ब्लेन्ड गरेर पनि राख्न सक्नुहुन्छ। अब भने यसमा 5 ग्राम जति ड्राई इस्टलाई पनि राखिदिनु होला। यो इस्टले चाहिँ चिनीलाई कार्बन डाइअक्साइडमा कन्भर्ट गरेर डोहरुलाई फर्मेन्ट गरेर फुलाउनको लागि हेल्प गर्छ। खास गरी यो इस्ट चाहिँ ब्रेड डोनटहरू बनाउँदाखेरि प्रयोग गरिन्छ र यसलाई मजाले चिनी पानीमा घोलिसकेपछि अब भने यसमा 500 ग्राम जति मैदालाई राखिदिनु होला र यसलाई बिस्तारै चलाउँदै मुस्नु पर्ने हुन्छ। हजुरहरूले चाहिँ यो मुस्ने बेलामा डोलाई एकदमै सेमी सफ्ट बनाउनु पर्ने हुन्छ, जसले गर्दाखेरि मजाले फुल्न पाउँछ। यतिको सफ्ट डो रेडी गरिसकेपछि अब भने यसमा थोरै तेललाई लगाएर सबैतिर ग्लेज गरिदिनु होला र यसलाई छोपेर 1 घण्टा जति छोड्नु पर्ने हुन्छ, जसले गर्दाखेरि यो मजाले फुल्न पाउँछ। हेर्नुस् साथीहरू, 1 घण्टा जति राखिसकेपछि यो मजाले फुलिसकेको छ। हजुरहरूले यो रेस्टिङ गर्ने बेला सकेसम्म न्यानो ठाउँमा राख्नु होला। चिसो ठाउँमा राख्नु भयो भने चाहिँ फुल्नको लागि अलि टाइम लाग्छ र यसलाई चाहिँ एकचोटी फेरि हामीले मुस्नु पर्ने हुन्छ। एउटा सर्फेसमा थोरै मैदा छर्केर यसलाई चाहिँ हामीले केही बेर मुस्नु पर्ने हुन्छ। यसरी मुस्नाले चाहिँ डो एकदमै सफ्ट र नरम हुने गर्छ। अब भने यसलाई सानो पिस गरेर काट्दिनु होला, लगभग 50 ग्राम जति हुने गरी, र यसलाई एकचोटी मजाले यसरी गोलो गरिदिनु होला। अब भने ह्यान्डमेड डोनटको लागि हजुरहरूले भिडियोमा देखाए जस्तै डोलाई बिचबाट प्वाल पार्दिनु होला र यसलाई यसरी स्ट्रेच गर्दै एउटा सर्कल शेप बनाइदिनु होला। हेर्नुस् त यतिको हुने गरी जति पनि डो छ सबैलाई यसरी नै बनाइदिनु होला र 10 मिनेट रेस्टिङको लागि छोड्दिनु होला। अब भने चाहिँ यसलाई लो हिटमा डीप फ्राई गर्नु पर्ने हुन्छ। हजुरहरूले यसलाई हाई हिटमा राख्नु भयो भने बाहिर एकदमै चाँडै डढ्ने र भित्र नपाक्ने हुन सक्छ। त्यही भएर यसलाई एकदमै लो हिटमा डीप फ्राई गर्नु पर्ने हुन्छ र एक साइड मजाले ब्राउन कलर आइसकेपछि यसलाई पल्टाएर अर्को साइड पनि डीप फ्राई गरिदिनु होला र अर्को साइड पनि मजाको ब्राउन कलर आइसकेपछि हाम्रो डोनट पनि रेडी हुन्छ। अब भने चाहिँ म यसलाई निकाल्दैछु। निकाल्ने बेला हजुरहरूले एउटा सिङ्गाको मद्दतले निकाल्न सक्नुहुन्छ। हेर्नुस् त साथीहरू, हाम्रो यो होममेड डोनट पनि एकदमै राम्रो बनिसकेको छ। मैले चाहिँ यसलाई एउटा प्लेटमा राखेको छु भने हजुरहरूलाई म एउटा डोनट टुक्राएर पनि देखाउँदैछु। भित्रसम्म एकदमै मजाले पाकेको छ र मजाले फुलेको पनि छ। अनि यो डोनट चाहिँ मिल्क टीसँग खानुपर्छ साथीहरू, यस्तो मिठो हुन्छ नि। मैले त 4-5 पिस नै खाइदिएँ। हजुरहरूले यो डोनटलाई बिहानको ब्रेकफास्ट अथवा दिउँसोको खाजामा नि खान सक्नुहुन्छ। साथै बाबु नानीहरूको लन्चको लागि पनि पठाउन सक्नुहुन्छ। ल साथीहरू, अब हजुरहरूले पनि यसरी नै घरमा सजिलो तरिकाले होममेड फ्रेश डोनट बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।